आजको यात्रा चाहिँ हाम्रो जुन बटरफ्लाई बिच बिबिक्यूको लागि हो। हाम्रो मामुली बिबिक्यू पढिरहेको छ आमा कान्छो छोरा विशेष हामी चाहिँ यहाँ चाहिँ हामी झरेर बाई फुट हुन्छ भित्र पार्कमा चाहिँ हाम्रो बिबिक्यू स्पोट छ। यसरी अब हामी झरिवरि आमा अगाडि हिँडिराख्नु भएको छ। अब हाम्रो विशेष छोरा पाउँछु यसरी हामी अगाडि बढिरहेको छौँ। ल आज बटरफ्लाई बिच आइपुग्यो। तान्छु गल्यो अरे ट्याक्सीमा बस्दा पनि गल्ने अब अनि के गर्दा चाहिँ अनि घरमा बस्दा पनि गल्ने। यता खैले फुबाजुलाई यता छोरा दिन्छ ऊ फुबाजु है फुबाजु तिम्रो ल ल ए यता ऊ बहिनी त चिनिन खाने पानी ऊ जाँदैछ ल्याउनु त पानी आउँदैछ ल्याउनु नमस्ते बहिनी होइन हो त हाम्रो यता बस्नु चाहिँ उता हाम्रै हो त
धेरै अघिदेखि हालेको अहिलेदेखि भयो नि झन् 1 घन्टै हुन आँटिसक्यो अब कोइला कम भएर हो कि त्यही त राम्ररी है कोइला अलिक ठिकै छ धेरै आगो भयो भने पनि हो त्यस्तो बाहिर डढिहाल्छ होइन भित्र होइन हो यस्तै नै हुन्छ बिस्तारै यतापट्टि त त्यसरी पोलिराख्नु भएको छ जै त्यो कतिखेर आउनु हो बिहानै 7 बजे आएर पोलेको हुनुहुन्छ तपाईँले यस तपाईँको पोलाइ चाहिँ एकदमै मासु पोलाइ बिस्तारै हतार नगरी मजाले पोल्नु भएको छ हजुर 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 त्यही त यो पनि अलिकता हतार गर्नुहुन्न कि यसको लागि अलिक टाइम लिएर गर्नुपर्ने हुन्छ क्या किनभने अस्ति हामी अलिक ढिलो आयो अनि अब धेरै है एकैचोटि गरियो आमामा त्यही त त्यस्तै भयो डढेर मासु हजुर तर बिबीको चाहिँ जस चाँडै आउनु पर्ने यो टाइम पनि नट ब्याड ए त्यही त हो त्यो हो क्या एकदमै यहाँ त अलिक समस्या छ थाहा पाइराख्ने होइन तपाईँले त्यहाँ भनेको उनीहरू गएको नि ऊ दिदी बन्द भएर उता पठाएँ क्या उनीहरूलाई अनि त्यही भएर उनीहरू उता गयो उता पनि नभेटेर अनि त्यतिकै गरेर अब त्यहाँ चिसो हुँदैछ नि अनि तिमी उता भाइहरूसँग गएको भए हुन्थ्यो नि त नि त्यहाँ बास्केटबल ग्राउन्डहरू यसो हेर्नु के हो भाइहरू फुटबल खेल्नु थालिसक्यो अनि तिमी खेल्नुपर्छ त हेर्ने त्यही त आमा त मास्क खोल्नु न आमा अब चिन्दैन नि अब भाइहरूले अनि अब बोलाउँदैन चिन्नु त नि कसले चिन्छ आज फर्स्टचोटि भेट्यो अब भाइहरूलाई आफै बोलाउनु पर्यो दाइ भएपछि भाइ भन्नुपर्छ अनि आफै नबोली अनि गरेर बस्ने अनि भाइहरूले त कहाँ बोलाउनु भाइहरू पनि उनीहरू पनि त अब बिस्तारै दाइ भन्छ भाइहरू भनेपछि त अब अनि माइजू कसरी अनि कान्छी चाहिँ आएकै छैन तपाईँ कसरी आइपुग्नु होइन सानो नानी छोरीले के मागेर फेरि फर्केर गयो अरे के नानीहरूसँग त्यस्तै हुन्छ के ए यहाँ झर्नु चाहिँ सँगै झर्नु भएको नि त्यही त कान्छीले सोपिङ गरेर माइजूले ल्याउनु भयो त्यहाँ कहाँ आइपुग्दाखेरि फेरि त्यो सानो छोरी रुयो अरे के मागेर फेरि उतै फर्केर गयो होला कि पर त्यो खेलाउनेहरू मान्छ नि त यता अब हाम्रो आमा बिचमा कान्छी छेउमा अनि माइली माइजू अब गफ अनि कान्छी पनि अब त ठुली भइसक्यो त हो साह्रै जिद्दी गर्न थाल्यो त्यो छोरीले माग्दा यताउता पहिला सानोमा पो त्यस्तो अब त अलिक ठुलै तन्किसक्यो 6 वर्ष त्यही त ठुलो भइसक्यो त्यही त उसले के चाहिँ मागेको रहेछ खेल्ने त ए कहाँ देखेछ त अनि फेरि ठ्याक्कै आउँदा त्यो बालुवामा खेल्ने ए त्यो पाल्टिनहरू के त्यो बालुवा उगार्नेहरू ल उसले बिचरा त्यहाँ ओके थ्याङ्क यू फर यर हेल्प धन्यवाद ए त्यस्तो हो ए अब बिचरा अहिले ऊ त्यसरी हेल्प गर्यो लु मलाई फेरि सहयोग गर पनि भने यो ब्यागहरू चाहिँ फेरि यहाँ अब यता जाँदाखेरि नबिर्सिने यहाँ नराख्नु बरु उहाँ राख्नु भयो भने हामी त्यतै हुन्छ
यहाँ तर फेरि मुनि बस्ने सेक्युरिटीले त्यसो भन्दै थियो नि। अब ढोकाहरू पनि राम्रो बन्द पसिनाहरू उयो नेकपिनहरू युज गरेर बोकिरहेको खोजीमा पसिनाहरू हाम्रो बुझ्छ हामीले त ल्याउन यो रबरको चम्चिहरू उहाँ ल्याएको छु नि मैले अन्त चम्ची पनि के हो अहिले त दाबिलो जस्तो मात्रै पाइन्छ हौ अब जेम पनि पहिला जस्तो पाएँ समानहरू मात्रै पाउँछ यहाँ मैले पनि ल्याएको छु पहिला जस्तो राम्रो त के पनि पाइँदैन है पहिलाको जस्तो सामानै राम्रो नपाइँदैन ए त्यहाँ रोकियो ए यो त अनि दाबीको साथीहरू मात्रै यो यो त पिरो हुन्छ होला है त मलाई अलिकति लगाइदिनु खानुहुन्छ त्यो कागजको हो आमा हुन्छ महिलाको काम त अनि आफैले कति सार दिउँ अर्को पानी तिमीमा अन्डा खानुहुन्छ तिमीमा भयो दिनु नि एउटा होइन भयो ल यसरी हाम्रो 2026 को मामली भेटघाट तथा बिबिक्यू आज सम्पन्न भइन गइरहेको छ जति पनि उपस्थित हुनुभएका सम्पूर्ण आफन्तजनहरूलाई हार्दिक आभार प्रकट गर्दै अर्को वर्ष फेरि